आमाको मृत्यु। जब बज्दै थियो उल्टो शङ्ख घरमा, अनेकौं कुराहरू टाढैबाट खेल्दै थिए मनमा। कपकपाउँदै थियो शरीर मेरो, सेतो कात्रोले बेरेको लास देख्दा घरमा। तुलसीको मैरो नजिकै सब राखिएको थियो, लास लग्ने बाँसको मिरमिर तयारी अवस्थामा थियो। तब मुटुले मेरो ठाउँ छोडेको थियो, जब आमाको मुहारबाट कात्रो उडेको थियो। तब आमाको आत्माले शरीर छोडिसकेको थियो, तब आमाको आत्माले शरीर छोडिसकेको थियो। केही क्षणमै उठ्यो आमाको लास, लागे मलामी सबै घाट। आजबाट सकियो आमाको साथ, आजबाट सकियो आमाको साथ। साँझ मलामी आमालाई जहलाई टुरो घरमा आए। उनीहरूलाई त के नै थियो र, दुध र भात टन्न खाए। उनीहरूलाई त के नै थियो र, दुध र भात टन्न खाए। रातैभरि आमाको यादमा सिरानी भिजेको थियो। त्यो रात बगेको आँसुको सीमा सायद सिरानीलाई मात्र थाहा थियो। त्यो रात बगेको आँसुको सीमा सायद सिरानीलाई मात्र थाहा थियो। मेरो बालाई 13 दिन नपुग्दै अर्की ल्याउन सल्लाह दिनेहरू 13 दिनको दिन हलुवा पुरी खान आएका थिए। 13 दिनको दिन हलुवा पुरी खान आएका थिए। 13 दिनपछि घर शून्य भयो, रह्यो त बस आमाको याद बाँकी रह्यो, रह्यो त बस आमाको याद बाँकी रह्यो। आमा मेरी सपनामा भकानिँदै रुन्थिन्, नचाहँदा नचाहँदै जबरजस्ती कालले लग्यो भन्थिन्। बिहानीको घामको पहिलो किरणसँगै बिदा लिन्थिन्, बिहानीको घामको किरणसँगै बिदा लिन्थिन्। अब आउने 16 सरातमा तिम्रो आत्माले शान्ति पाउला कि, हाम्रो घर फेरि पनि तिम्रा यादहरूले रङ्गीन होला कि। 12 म भएपछि भाइले तिम्रो कमी महसुस नगर्ला कि। अब आउने तिथिमा तिम्रो आत्माले शान्ति पाउला कि, अब आउने तिथिमा तिम्रो आत्माले शान्ति पाउला कि।